हामी के अरे बुकेधाम भुटान जाँदैछौँ। यहाँ चाहिँ एकदमै मजाको वेदर भइरहेको छ है। हेर्नुहोस् यो चाहिँ चेक पोस्ट हो। यहाँ चाहिँ चेक हुन्छ है, कार्ड लिएर बोकेर जानुपर्छ हो। अन्त यहाँबाट हामी जाँदैछौँ। हेर्नुहोस् बाटो यस्तो छ। आज यहाँ हाम्रो ड्राइभर साहबले लानुहुँदैछ हामीलाई। साह्रै राउसे हुनुहुन्छ, मजाले लिएर जानुहुँदैछ। यो हेर्नुहोस् यो पुल खोला यसरी तरेर जानुपर्छ। बाटो चाहिँ एकदम मजाको बाटो छ, अति सुन्दर। हेर्नुहोस् वेदर पनि एकदमै मजाको भइरहेको छ। भुटानबाट गाडी भाडा गरेर बुकेधाम आउनुपर्छ। यहाँबाट भुटानबाट बुकेधाम पुग्दा ओर्दा झन्डै 45 मिनट लाग्छ। हाम्रो अगाडि पनि एउटा गाडी छ, त्यहाँ पनि हाम्रो मान्छे हुनुहुन्छ। यसरी नै जानुपर्छ। हेर्नुहोस् एकदमै मिल्दै गफ गर्दै बाटो उकालो ओह्रालो यस्तै छ बाटो। साह्रै राम्रो बाटो। हेर्नुहोस् यस्तो बाटोतिर कुदिन्छ गाडी। आफ्नो गाडी लिएर आउनु पाउँदैन है। यहाँ चाहिँ अगाडि अगाडि मेरो सालीहरू पनि छ त्यो रातो गाडीमा। यो भुटानभित्र बुकेधाम जाने बाटो हामी जाँदैछौँ। गाडी अप्ठ्यारो छ। बाथरुम यस्तो छ। पेट्रोलको दाम चाहिँ साह्रै सस्तो छ है भुटानमा। 60 रुपियाँ लिटर चल्दैछ अहिले। एकदम सस्तो हुन्छ। उहाँहरूको भुटानको घरहरू यस्तो डिजाइनमा हुन्छ, एकदम मजाको। हेर्नु पनि रमाइलो लाग्ने। आफ्नो गाडी ल्याएर तल चेकपोस्टमा राखेका छौँ अनि आफ्नो गाडी लिएर जाँदैछौँ। यो घर हेर्नुहोस् मजाको छ। गाडीको छत्र पो देख्छ आउँदैछ एकजना। राम्रो राम्रोको छ है। आमा हौ कस्तो भएको यस्तो है। बाटो चाहिँ उबड खाबड रहेछ है। यस्तै छ बाटो यहाँको। हामी रमाइलो गर्दै गइरहेछौँ। गाडी निकै तान्दैछ है। यसरी नै जानुपर्छ। यो अझ एउटा घर हेर्नुहोस्। अब रमाइलो दृश्य छ। पर्मिसन छैन त्यहाँबाट। यसरी गाडी लिएरै आउनुपर्छ भुटानबाट। छ
चढे माथि चढे चढे माथि यहाँबाट तल फेरि बगर झर्ने यहाँ माथि माइनिङ छ नि प्रोजेक्ट माइनिङ अब लाग्छ कहाँ राखेको यो रोक्छ किन सबैजना जान्छ यहाँनिर अब यहाँबाट हामी माथि जान्छौँ यो तपाईँहरूको यहाँनिर सबैले गाडी राखेर अगाडि बढिन्छ हेर्नुहोस् बुगेधाम यहाँबाट चाहिँ उकालो लागिन्छ यो बाटो जानुपर्छ उकालो हिँडेर यहाँबाट धामसम्म चाहिँ हिँडेर जाइन्छ है ल हेर्नुहोस् है साथी हो बाटो साह्रै दामी छ यहाँको दृश्य एकदमै राम्रो छ सबै उत्रिँदैछ हामी यहाँको बाटो माथिबाट यता हाम्रो भ्लगर अब मेरो बाबा भाइलाई पनि लाग्नु पर्यो है ल बेसी गर्दिनँ म ल ह्याप्पी होली ओम नमः शिवाय ओम नमः शिवाय बाँदरले बमिट गर्यो बमिट गर्यो बाँदरले के भएछ ल हेर ल हेर आहा यस्तो उल्टी गर्यो त्यसले अह ल फेरि त्यो उल्टी पनि खान्छ क्या त्यसले खाँदैन 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 मैला भयो खुट्टा मैला भयो नानी तल गएर धोएर आऊ आहा अह मैला भनी मैला हेर कस्तो मैला लड्डु तँलाई नै अहिले बोक्नु आउँछ त्यसले लान्छ तँलाई लड्डु देख्यो भने लड्डु देख्नु हुँदैन
कस्तो अहिले त बुझ्नै भन न सुन्छ मङ्कीले अलि लाउडु ल है यहाँबाट चाहिँ हामी लाग्यौँ है बाटो त खतरा छ गाडीमा भनेको छौँ कसरी जाने हो यसरी आमा ल है यो बाटो खै कता पक्रिँदा झर्छ त अन्त आहा है मेरो चस्मा मिलाइदियो पहिला पहिला हामी यो खोलाबाट हिँडेर आउँथ्यौँ है साथी हो यहाँ हामी सबै हाम्रो अमीर भाइ मेरो सालो मेरो छोरो जाँदैछौँ हामी यस्तो छ यी बाटो शम्भु शम्भु यो गाडी यसरी जाँदैछ है हामी चाहिँ यो बाटो यस्तै छ है बोकेधाम पुग्ने बाटो चाहिँ अरू बेला त हिँडेर आइन्छ तर यो एउटा गाडी छ जसले हामीलाई माथिसम्म पुऱ्याउँछ हिँड्नु त पर्छ परबाट कम्ती हिँड्नुपर्छ र यो गाडी चाहिँ महिन्द्राको छ है महिन्द्राको गाडीमा खोज्नु है मारुति गाडी खोज्यो भने चाहिँ आउनु सक्दैन उकालो हिँड्नुपर्छ निकै पो हिँड्नुपर्छ साह्रै मजाको वेदर भएछ पानी पनि पर्दैछ मै हो अहिले चिसोमा फेरि नुहाउनु पर्छ मजै आउने रहेछ यो मेरो फर्स्ट ब्लग है महाकालधामको लाइक सेयर गरिदिनु होला मलाई पनि पैसा साह्रो कमाउनु मन छ यो युट्युबर भएर लु है दुःखलाई सुखमा परिवर्तन गर्नु इच्छा छ तपाईँहरूको सहयोग पायो भने चाहिँ म पनि भक्ते काइला जस्तो आउँला यस्तो छ बाटो महाकालधाम हामी पुग्न आँट्यौँ हामी गाडी माथि छौँ सबैजना यहाँ हेर्नुहोस् सबै हामी गाडी माथि यो चाहिँ गाडी हो यसले मात्रै तान्छ पछाडिको बाटो माथि पढेको खेती बारी हेर्नु त जङ्गल जस्तै छ तर खेती हुँदो रहेछ यहाँ हेर्नुहोस् आइपुग्यो अब महाकालधामको स्टपेज यहाँ गएर चाहिँ अब फेरि यहाँबाट हिँड्नुपर्छ उकालो यहाँबाट गाडी जाँदैन है त राम्रै छ नि झन्डै यहाँबाट त हिँड्नुपर्छ नि झन्डै 15 जति हामी यहाँ तलबाट यहाँ आएको जति नै हिँड्नुपर्छ नि हामी आइपुग्नु आँट्यौँ हामीलाई ड्राइभर दाइले यहाँनिर चाहिँ पिसाउने ठाउँ है त्यो बाटोबाट चाहिँ उकालो लाग्नुपर्छ महाकालधामको लागि यहाँ महाकालधामको स्टपेज आयो गाडी यहीँसम्म मात्रै हुन्छ अब यहाँबाट चाहिँ हामीलाई हिँडेर जानुपर्छ यसरी यहाँबाट रोकेर यहाँबाट उकालो हिँड्नुपर्छ यसैलाई नै भुटानको महाकालधाम वा बोकेधाम पनि भनिन्छ भिआइपी पार्किङ यहाँ छ हेर्नुहोस् साथी हो अब हाम्रो भाइहरूले छोराले सामानहरू उतार्दैछ यहाँ दाजुले ल्याइदिनु भएको हामीलाई एकदमै मजाको हुनुहुन्छ ल्याइदिनु भयो हामीलाई पानी पर्दैछ सिमसिम यहाँ मेरो मिसेस आमामा मेरो साली हेर आहा दुईवटा साली टोपी लाउने पनि साली हो नलाउने पनि साली हो ब्याग भिर्ने पनि साली नै हो सबै सुनिदिनुहोस् है यहाँको पनि कुराहरू मजाको छ यहाँ हाम्रो ह्यान्डसम भाइ है आसाम राइमल्समा हुनुहुन्छ सङ्गीतको प्रेमी उहाँले गाना गाएको सुन्नुभयो भने तपाईँहरू मन्त्रमुग्ध हुनुहुन्छ अति नै सुन्दर गाना गाउनुहुन्छ उहाँले अब यहाँबाट चाहिँ उकालो हिँड्नुपर्छ यो बाटो उकालो ल अब मेरो सालीहरू यहाँनिर झन्डा किन्नु अरे महाकालधामको लागि झन्डा किन्छ के किन्छ यहाँ दोकानदार यस्तो हुन्छ यहाँ हेर्नुहोस् दोकाने बहिनी पनि आरामले सुत्नु भएको छ हो बेसी सेल भएर हो कि क्या हो यस्तो
अति नै के यो झन्डा साह्रै ठुलो रहेछ त्यो पनि 100 रुपिस मात्रै अरे हो अति सस्तो रहेछ बहिनी त्यसै सुत्नु भएको होइन रहेछ हो झन्डा सस्तो भएर सुत्नु भएको रहेछ ल ल छिटो छिटो कसले के किन्दैछ के किनिहाल्छ छिटो यहाँ चाहिँ एन्ट्री फी लिनुपर्छ अरे लु तिर्दै गरौँ है हिसाब किताब चाहिँ भरे हुन्छ ल फेरि एन्ट्री फिस तिरेर चाहिँ जानुपर्छ यो बाटो अब हामी लाग्यौँ उकालो औ भाइ पुनः हौ हिँड्नुपर्छ यस्तो छ बाटो उकालो खै सबै बोक्यो माचिस त उहाँ पाइहाल्छ त हौ पाउँदैन लिइहाल न त छिटो लु हामी उकालो लाग्यौँ अब महाकालधामको लागि यो बाटो यसरी सबैजना जाँदैछ यसरी जाने हो अगाडि हिँड्नुहोस् तपाईँहरू हामीहरू दुईजनाको अलिकति भिडियो बनाइदिइराख्नुहोस् है स्याट सर्ट होला किन भन्नुहोस् त म्यामलाई पठाउनु सर्ट होला यसरी जाँदैछ हेर्नुहोस् यस्तो हुन्छ बाटो यहाँनिर जाने बाटो यस्तो छ है यो बाटो हिँड्नुपर्छ हेर्नुहोस् साथी हो दम बढ्छ हिँड्दाखेरि दम बढ्छ तर हिँड्नुपर्छ महादेवलाई भेट्नलाई ल यहाँ चाहिँ मेरो अर्धाङ्गिनीको पछाडि मेरो जिग्री भाइ उसको पछाडि मेरो छोरा बाटोमा तिर्खा लाग्यो भने यसरी पानी खाँदा पनि हुन्छ यहाँबाट एकदम शुद्ध पानी छ है यो यसरी पाइपबाट आउँछ पानी शुद्ध छ है अब हामी हिँड्दैछौँ सबैजना उकालो यस्तै छ बाटो राम्रोसँग आज घाम लागेको छैन शीतल भएको छ पानी हल्का हल्का परेर अझै शीतल भएको छ मेरो सालीहरू दरो दरो छ सबै यहाँ त होली पो खेल्न थाल्यो त अरे बा है त हुँदैन त्यो त उता मन्दिरबाट पो होली खेल्नुपर्छ त ल होली खेल्ने पर्छ हालले फेरि हो ल अब नलगाइ नछोड्ने भएर लु ल धन्यवाद यस 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 आथा नि केले टोके नि यस्तो केले टोक्छौ है यो बाटो चाहिँ निकै लामो छ है महाकालधाम हिँड्ने बाटो सबैजना हिँड्दैछौँ आमा छोरा निकै मजाक गर्दै हिँड्दैछ छोराले एउटा पड्काइहाल्यो एउटा पड्किहाल्यो छोरालाई पानी पानी भएको बाटो रहेछ आज त्यसपालि त अझै हामी वर्ष आउने गर्छौँ यहाँ पानी पानी भएछ बाटो ल यहाँ आमामा सबैजना होली खेल्दै आएको छ ओ कान्छोले पनि होली मलाई लाउँदैन मलाई थाहा छ खै के भयो हाम्रो आसाम राइफल्स थाके क्या हो थार्ने मान्छे त होइन हेर्नुहोस् सबैजना हिँड्दैछ यो बाटो यसरी हिँड्नुपर्छ यो बोकेधाम जाने बाटो धेरै बोकेधामको ब्लग त हेर्नु भएको होला तर यस्तो बाटो त देखाएको छैन होला हेरिराख्नुहोस् अब
पुरा एक्साइटेड छ सबैजना जान्दैन अगाडि हिँड्न सक्छ अच्छा, यो बाटो दादा के बच्चा केही छैन ल हिँडो है हिँडो यसरी नै हिँड्नुपर्छ आज त दिदी पनि हिँडेको चाल पाएको छैन है हाँसुनु दिदी पनि हिँडेको चाल पाएको छैन आज त हो कसै ए अर्को ब्लगर पनि आउँदैछ चलो ठिक छ ओह मिनुले अर्को ब्लग बनाउँदैछ अरे ल हिँडो है भाइहरू पनि आउनेवाला थिए नि तर अब के गर्थ्यो अरे सबै एकसाथमा जुड्दैन रहेछ त आउँछ नि अन्त अब यो ब्लग आउँछ त सबै भाइहरू पनि आउनेवाला थिए नि तर अब सबैको एकसाथमा प्लान बनिएन छुट्टी मिलेन सबसे ठुलो कुरो उयो छैन छुट्टी आउँछ भाइहरू हैन आउँछ नि यो त चिङफिङ के भन्छ हैन यसलाई छैन हैन नि यस्तोले चाहिँ त्यो चाहिँ के उयोहरू राम्रो हुन्छ भन्छ यो नि चिङफिङ होइन यो अर्को चिज हो तपाईँ चिन्नुहुन्छ नि चिङफिङ अझै आइज ऊ तल हेर्नुहोस् खोला छ यो खोलामा चाहिँ नुहाउनु पर्छ त्यहीँ नुहाउने जग्गा राम्रो हुन्छ नि मैले त धारा पनि देखेको थिएँ त्यहाँ त्यो हेर्नु गएको झर्ना चाहिँ कहाँ पाउँछ भनेर हामी अब नुहाउने ठाउँमा पनि आँट्यो यस्तो ओह्रालो बाटो छ एकदम बिस्तारै हिजो उयो गरेर जाऊ है मिलाएर पक्रिनु पर्छ होला नि त्यसलाई पक्रिदिनुहोस् न हैन मलाई त नपक्रिनु त हुँदैन नि तपाईँ पक्रेर अप्ठ्यारो छ यस्तो ओह्रालोमा यसरी हिँड्नुपर्छ है बिस्तारै मिलेर हिँड है पहिला हामी यहीँ नुहाउने गर्थ्यौँ यसपालि पानी अलिक झर्ना खोजेर हामी माथि नुहाउने खोला हो पहिला हामी नुहाएर जान्थ्यौँ यो कालो बाटो यहाँ चाहिँ ढुङ्गाहरूको यस्तो बाटो छ यसरी हिँड्नुपर्छ तर घाम चर्केन आज दिन राम्रो भयो यहाँबाट चाहिँ उकालो जानुपर्छ अझै उकालो छ बाटो यहाँबाट यहाँबाट नुहाएर उकालो चढ्थ्यौँ अब अलिक परै गएर नुहाउने यसपालि हेर्नुहोस् एउटा झन्डा देख्दैछ यहाँबाट फेरि उकालो चढ्नुपर्छ उकालो ओह्रालो चढ्दै बाबाको धाममा पुग्नुपर्छ है यो खोला धार्मिक खोला यो खोला एकदमै गङ्गाजल भन्दा हुन्छ मेरो पत्नीको वाक्य पनि यहीँ आएर खोलेको 7 वर्षसम्म नबोल्दा एकदमै सत्य बाबा हुनुहुन्छ यहाँ मेरो ससुरा पानी पसेर निक्लिँदा उहाँको ढाड दुख्ने जाति भएको छ एकदमै धर्मस्थल भन्दा हुन्छ एकदमै सत्य यहाँबाट फेरि उकालो लाग्नुपर्छ साथी हो उतै जान्छौँ हामी अब यतैबाट गएर हामी नुहाउने अब यहाँ नुहाउने कतिजना उहाँ नुहाउने हामी तल नुहाउने यहाँबाट उकालो जानु बाँदरले लग्यो के लग्यो बाँदरले लग्यो के लग्यो
बाँदरसँग चाहिँ जोगिनु पर्छ है। हेर्नुहोस् बाँदर यिनीहरूले लिएर जान्छ नि। यहाँबाट उकालो जानुपर्छ। चप्पलहरू यहाँ राख्नुपर्छ। यहाँनिर चाहिँ आउने काम साह्रोले टकटकाउँदैछ। होली खेलेर यहाँनिर अब आएर सबैजना उकालो जान्थे बाटो। उकालो लाग्नु यहाँको बोके धामको यस्तो चाहिँ दृश्य चाहिँ एकदमै कान्छो नुहाउनु थाल्यो। चिसो भएकोले गर्दाखेरि हाम्रो यहाँ भाइले यहाँनिर आगो फुक्ने तयारी गर्नु हुँदैछ। सानो कान्छोले नुहाइसकेर एकदम च्यान्टे भएर बसिरहेछ हो। अन्त ठुलो जाडो लाग्यो। यो हो अब आगो बालेर अलिकति तातो हुने अनि हामी नुहाउनु बाँकी छ। लेडिज पार्टी पहिला नुहाउने, लेडिज फर्स्ट। एउटा हाम्रो काम तयारी गर्नु हुँदैछ बनाउनुलाई। अब लाइटर बाल्ने बोल्छ कि बोल्दैन हौ? बोल्छ होला। माथिबाट गएर आउनु हुँदैछ कतिजना। ल बोल्यो 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 आगो बोल्यो आगो बोल्यो आगो आगो पुगेर आइपुग्नुभयो। पुगेर हाम्रो भाइको आगो बोलेन त धुवा त निक्लिँदैछ। अब बोल्यो बोल्यो हावाले नै बोलिहाल्यो। ओहो अहिले त मजा लाग्यो त हौ। मजाले लाग्यो त अहिले त। अहिले त मजाले लाग्यो त। राम्रो दामी दामी दामी। लेडिज पार्टीहरू अब हामी यहाँ नुहाइसकेर उकालो लाग्ने। यो बाटो अब उकालो लाग्ने हामी सबैजना फेरि धामतिर। पूजा भयो। अब उकालो लाग्यौँ हामी यहाँबाट। अब हिँड्ने बेला भयो उकालोतिर। भयो यसरी परबाट अझै उकालो छ है। यो ठुलो माथि पुग्नुपर्छ है यहाँबाट हिँडेर। यो ओह्रालोबाट उकालो हिँड्दै आएको है हामी। यसरी नै ओह्रालोबाट उकालो हिँड्दै 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 महाकालधाम पुगिन्छ है। हेर्नुहोस् है साथीभाइ दाजुभाइ दिदी बहिनी बाजे बोजू सबैलाई यस्तो जङ्गल भिर पोखरामा हाम्रो महादेवजी विराजमान हुनुहुन्छ। हुँदैछ तलबाट आमा छोरी। छोरी पास अब आमा फेल। ए होइन आमा पनि पास। बम बम बोले हर हर बोले बम बम बोले हर हर बोले बम बम बोले।
बाँदर बसिरहेछ हेर्नु त उफ माथि बाँदर झऱ्यो तल झर्दै उकालो चढ्दै गर्दैछ बाँदरहरू पनि है साथी यसरी हिँड्नुपर्छ यहाँ उकालो छ जोगेर है जोगेर मसालो पनि आउँदैछ उकालो मुद्रिका मैले हूँ कमाई जल दिलानी जगत के सुगम राम द्वारे तुम रखवाले हो तुम आगे भी सारे सब सुख लहे तुम्हारी सरना उकालो हिँड्नुपर्छ यसरी आपन तेज समाहर आप तीनों लोक आपते आपे भूत पिशाच निकट नहीं आवे महावीर जब नाम गाइस हामी तलबाट यहाँ तलबाट आएको हामी बाँदर चढ्दैछ माथि ह्यान्डसम बाँदर बसिरहेछ हामीलाई पर्खिँदै यस्तो चाहिँ अझ उकालो बाटो चढ्नुपर्छ अझ उकालो छ यहाँ यसरी नै उकालो 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 जानुपर्छ महाकालधाम यहाँ हेर्नुहोस् यत्रो बेला लडाउँदैछ कमिलाहरूले लडाउँदैछ बाख्रे कमिला होइन रहेछ किरा रहेछ यहाँ चाहिँ एकछिन रेस्ट गर्नुको लागि जग्गा बनाइएको छ यहाँ आएर एकछिन रेस्ट गरेर फेरि उकालो जानु सक्छ है यहाँ भगवान्लाई फेरि ढोकेर जय शिव शम्भो भोलेनाथ यहाँ अगाडि हेर्नुहोस् अब यसरी फेरि जानुपर्छ उकालो बाटो फेरि उकालो उकालो छ है यसरी हिँड्नुपर्छ कोही कोही अलरेडी पुगेर आइसक्नुभयो हेर्नुहोस् देख्दैछ उहाँहरू अलरेडी पुगेर आइसक्नु भएछ हामी हिँड्दैछौँ अगाडि बाटो दर्शनको लागि बाटो खतरा छ है बाटो खतरा छ बाटो यस्तै छ यस्तो छ बाटो जानुहोस् अगाडि खतरनाक छ है बाटो खतरनाक छ यस्तो छ है बाटो के भयो हिँड न छ्याउ के बोल्छ यिनीहरू है तेरिका ब्लग बनाउँदैछु त्यस्तो बोल्छ यस्तो बाटोमा हिँड्दाखेरि अब यहाँबाट ओह्रालो खोलातिर फेरि त्यसपछि महाकाल बाबा आइपुग्नुहुन्छ महाकाल बाबाको घर आइपुग्छ ओह्रालो भाइहरू पुगिसक्नु भएछ हामी आउँदैछौँ यस्तो छ यो बाटो है हेर्नुहोस् बाटो अति नै राम्रो छ यस्तो छ बाटो भगवानको घर जाने बाटो भगवानलाई भेट्ने बाटो खोला फेरि यस्तो छ खोला भएर त्यो माथि सिमेन्टको घरहरू देख्नुहुँदैछ त्यही हो महाकालधाम चाहिँ त्यहाँ पुगेर म फेरि तपाईँलाई देखाउनेछु बिस्तारै हिँड्दैछु हेर्नुहोस् है यस्तो छ बाटो
महाकाल बाबामा पुग्नुपर्छ कि आउँदैछ मेरो साली मेरो मिसेस छोरा जय बाबा की ओइ 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 मै पो लड्ला जस्तो हो झन्डै यहाँबाट तरेर खोला फेरि उकालो लाग्नुपर्छ यहाँबाट फेरि उकालो पानी सबै पानी छ हेर्नुहोस् पानी एकदमै चिसो शीतल पानी गङ्गा जल उकालो जानुपर्छ फेरि हिँड्दै जानुपर्छ यहाँ माथि पुग्छ हिँडेर उकालो बाटो यसरी हिँड्दै जानु सजै हेर्दै जानुहोस् महाकाल बाबाको घरमा आइपुग्यौँ मन्दिरमा यहाँबाट उकालो चढेर जानु छ अब पुग्नै आँट्यो महाकाल बाबाको घरमा कालो बाटो यसरी हेर्नुहोस् त्यहाँ छ अब अन्तमा हामी आइपुग्यौँ महाकाल बाबाको घरमा भुटान महाकाल बाबा महाकाल धाम बुके धाम पनि भन्छ आइपुग्यौँ यो हो महाकाल धाम मन्दिर आइपुग्यौँ हामी अब तपाईँहरूलाई गुफाको दर्शन गराउँछौँ यहाँ यस्तो छ यो पानी यो पानी गङ्गाजल हो कति राम्रो हेर बसेर सन्चो भइपुग्यो आइपुगेर ल है जय बम बोले शिवजी शिव शम्भु शिव शम्भु मेरो ठुलो साली यहाँ चाहिँ थाहा छ के हुन्छ यहाँहरूलाई भन्नु पर्दैन नन्दी बाबा भन्ने छ है अर्को वर्षसम्म थिएन यो त्यसै वर्षबाट बनेको रहेछ फेब्रुअरी 26, 2025मा स्पोन्सर गर्नुभएको रहेछ मोहन गोलेज्यूले वशिष्ठ फ्यामिली बुके महाकाल धाम साम्सी भुटान मन्दिर यो हो बाबाको धाम बाबाको मन्दिरभित्र योभित्र छ योभित्र पस्नुपर्छ यहाँको पानी कहिले पनि सक्दैन बाह्रै मास यतिकै परिरहन्छ यहाँ पुरा परिवार हुनुहुन्छ भुटान राजाको परिवारको फोटो रहेछ सस्तो पुरा फ्यामिली हुनुहुन्छ भुटान राजा उहाँलाई मेरो तर्फबाट धेरै धेरै नमस्कार छ समस्त परिवारलाई सुखमय होस् भन्ने विनती गरिन्छ अगाडि बढिन्छ यो गुफाभित्र पसिन्छ है गर्दा चाहिँ केटाहरूले नुहाउँदैछ हाम्रो चिसो पानीमा नुहाइ हुँदैछ यस्तो प्रकार बाटो यसरी चाहिँ ल मजा आ गया
केटाकेटी नुहाइसक्यो आउँदैछ सबैजना यहाँ उनीहरूको लागि आगो एकदम तयारी छ तातो हुनुको लागि जाडामा हाम्रो सालो पनि रेडी छ गम्छा लिएर अब हामी जाने यो झरनाको पानीमा हामी नुहाउने केटाहरू अब त्यहाँबाट नुहाइसकेर उकालो लाग्ने मेरो छोरा रेडी छ अब पूजाको प्रसाद खाने तालमा छ एकदम अहिले म मुखमा हाल्छु भन्दैछ कहिले चढाइसक्छ नि भन्दैछ लु न हौ छिटो मलाई खानु मन परिसक्यो भन्दैछ लौ न लु न हौ आए म आएको अब आउँदैछु उता अब भ्याउ त पत्याउ त नि त नपत्याउ नि त डन्ठा लु त अब पहिले यहाँ पूजा गणेशजीको अन्त मात्रै पताउँदैनौ अब यस्तो गर्नुपर्छ चढाइदिइहाल्छु मलाई पुरा हात कापिसक्यो अन्त यसले त पुरुष लीला मात्रै पत्याउँदो रहेछ अन्त ट्याप हो पुरुष लीला मात्रै पत्याउँदो रहेछ यसले अम्मै हो ल ल ल ल ल सबैजना पर जाउँ फुलमाला लिएर बसिहाल्नु छिरिन्छ आरामले छिर्छ यहाँबाट छिर्नुपर्छ यहाँबाट भित्र पस्नु मन्दिरमा यहाँबाट पस्नुपर्छ यहाँ हुनुहुन्छ भोले बाबाजी जय शिव शम्भो भोलेनाथ सदा सुख शान्ति प्रदान गर्नु ओम शिव 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 ओम नमः शिवाय ओम नमः शिवाय शिव बाहिर निकाल्नु पर्छ होला नि अहिले के धाममा सकेपछि चाहिँ यहाँ पनि देवी माता माताको दरबार चिप्लो छ यो माताको मन्दिरमा पूजा भयो यो चाहिँ अन्तिम हो अब हामी यहाँबाट लाग्ने हो पूजा सम्पन्न भयो बाई बाई बुकेधाम यति नै हो आजको यो बुकेधाम दर्शन भयो अब हामी फर्किने सबैजना बिस्तारै ओह्रालो लाग्ने धन्यवाद यति लाने पानी पूजा गर्नुहोस् त हरि ओम सन्नो देवी बचाको देशी जोरे देशना सन्नो देवी हैन टिका माता पिता गुरु माने जनैमा आशीर्वाद सदैव गरी सर्वबाधा विनिर्मुक्त धनलाने सुतानि च मनुष्य प्रसादेन भविष्यन्ति संशय पर्खाइ